हेलो गाइस, वेलकम बैक टु माई अनदर भिडियो। आज चाहिँ म वासिङ सकाएर आएको अनि वासिङ सकाएर अब चाहिँ म घर जान लागेको छु। र मैले चाहिँ 2024 अलमोस्ट 2024 को गाडी पाएको छु आफ्टर 6 डेज हैन। बिहान नै पाएको मैले चाहिँ खासमा 12 बजेतिर पाएको थिएँ। अनि 12 बजे पायो। हुन त ड्युटी जाने टाइम त्यही थियो मेरो। म 12 बजेतिर निस्किन्थेँ धेरै जस्तो ड्युटी टाइम ड्युटीको लागि। तर खै जान मन लागेन मलाई। अनि जस्तो भयो है। हुन त जानुपर्ने थियो। बिजोग अहिले बिजोग लागेर छ मलाई। अहिले पछुता लागेर छ। अनि त्यही हो, कपाल सपाल काट्यो, कपाल काट्नु पर्ने थियो। अनि गइयो, धन्न गाडी पाइयो, राम्रै पाइयो हैन। 1 वर्ष पुरानो गाडी पाएको हो। 1 वर्ष पुरानो गाडी, त्यही पनि क्यामरी चलाउन पाउनु भनेको बेस्ट नै हो हैन। गुड हैन, बेस्ट हो। र अब आज गाडी साडी धोइयो। भोलिदेखि अब ड्युटी गर्ने। भोलिदेखि अब 13 घण्टा त गाडी चलाइन्छ होला मिनिमम पनि। अब यो महिनाको टार्गेट यस्तै भएर सकिहाल्यो। अब त्यही हो, कसरी काम गर्ने हो। अब भोलि 7औं दिन हो। 7 दिनसम्म यतिकै बसिहाल्यो गाडी नभएर। अब खै के गर्ने हो। बुकिङ भएको गाडी पर्या भए पनि हुन्थ्यो। अब परेन हैन। त्यही हो। अब यसरी चाहिँ कहिले कहिले चाहिँ गाडी नभएर झुल्लिन्छ। अनि त्यो बेला चाहिँ लास्टै गाह्रो हुन्छ। अब 6 दिन झुल्लियो हैन। अब 1 दिन छुट्यो भने नै त्यसको मेन्टेन गर्न गाह्रो हुन्छ भनेर भनेको थिएँ नि त मैले। अब मेरो 6 दिन छुट्यो के। अब यो महिना पनि म 11,000 टार्गेट खान्छु भने मिल्दैन। 12.5 मिल्दैन। 14,000 को त अब कहाँबाट मिल्नु हैन। सकिँदैन के। 20 घण्टा काम गर्नु पर्यो हैन दिनमा। त्यो भयो भने सकिएला। तर त्यो पोसिबल हुने चिज नै हैन कि। अब 14,000 को टार्गेट खाने भनेको चाहिँ अब त्यही भएर अब 11 को न खान सकिएला कि न 11 को नसकिएला, 12.5 सम्मको सकिएला कि भन्ने अब आश हो हैन। अब हेरौँ कतिसम्म सकिन्छ। त्यही हो। अब त्यही गाडी पायो भनेर अब एउटा यस्तो भिडियो बनाइदिएको। गाडी राम्रै पाएको छ, नयाँ पाएको छ हैन। नयाँ पाउनुमा पनि फेरि छुट्टै दुःख छ। फेरि नयाँ गाडीमा एउटै स्क्रैच हुँदैन हैन। यसमा फाटोफुटो छ। अनि नयाँ गाडी लिनुको डिसएडभान्टेज के हो भन्दाखेरि चाहिँ सानो तिनो स्क्रैच भयो भने पनि के लाएर हेर्छन्। अनि के लाएर हेरेपछि त देखि नै हाल्छ एउटा सानोतिनो स्क्रैच। अनि त्यो सानोतिनो स्क्रैचको नि फाइन हानिदिन्छ कि कम्पनीले। यो कहाँबाट भयो, कसरी भयो, यो ड्यामेज रहेछ गाडी, यहाँनिर अलिकति स्क्रैच भएछ प्यानल भनेर कोट्याउँछ। अनि कोट्याएपछि फाइन हानिदिन्छ। फाइन हानेपछि पैसा तिर्नु परिहाल्छ। 250 दिरहम हान्छ मिनिमम पनि फाइन है। एकदम माइनर स्क्रैच, पेन्सिलले अलिकति केर्या जस्तो भयो भने पनि यदि त्यो स्क्रैच हो भने चाहिँ फाइन हान्छ नै। त्यही भएको कारणले नयाँ गाडी लिनुको अब डिसएडभान्टेज चाहिँ त्यो हो। अनि त्यही हो। अब नयाँ पाइया छ भाग्यले। अब के गर्नु त हैन। हुन त नाइ भने अब नयाँ, अब त्यसले नै नयाँ दियो त अब के गर्नु त। अनि अब त्यही हो। अब एक्सिडेन्ट नगरिकन, स्क्रैच नल्याइकन, फाइन नहानिकन काम गर्न सक्यो त राम्रो हुन्थ्यो। 2 वर्ष यही गाडीमा बिताउन पाए त राम्रो हुन्थ्यो सकेसम्म हैन। अब फाइन खाने त मेरो पनि इच्छा त छैन। त्यही हो। अब घर जाँदैछु। भोलिदेखिबाट ड्युटी सुरु गर्छु होला। यस्तो भयो भने गाह्रो हुन्छ भनेर मात्र अब एउटा बनाइदिएको हो हैन। एउटा डेमो हुन्छ खानाउनेहरूलाई या आउन लागेकोहरूलाई। होप यु गाइज इन्जोय दिस भिडियो एन्ड थ्याङ्क्स फर वाचिङ। अब क्याम्पमा गएर भात खाएर सुत्ने हो। स्पिड ब्रेकरमा पर्दा नि आनन्द हो यो गाडी त। अर्को गाडी भए क्वाक्राक गरिदियो। त्यो सक कराउँछ नि, बिग्रेको सक त्यस्तो कराउँथ्यो हैन।
यो चाहिँ दामी स्मुथ क्या जेमा पनि। अब हुन त नेपालको भन्दा भयङ्कर गुडिसकेको छ गाडी हो। नेपालमा त अब 40,000 गुड्यो भने ओहो गुडेछ है, गुड्न चाहिँ गुड्या रहेछ भन्ने हुन्छ होइन। तर यो गाडी चाहिँ 2 लाख गुडेको क्या है। यो चाहिँ मिनिमम पाउन सक्ने गाडी हो क्या 2 लाख भनेको चाहिँ। अनि त्यही हो, मेरो पुरानो त्यो 2019 को गाडी चाहिँ 7 लाख गुडेको थियो र हामीले पाउने भनेको, नयाँ मान्छेहरूले पाउने भनेको त्यही हो 5 लाख। भाग्यमानीले पायो भने 6 लाख गुडे गाडी पाउँछ क्या होइन। अनि नर्मली पाउने भनेको 7.5 लाख गुडे या त कम्तीमा पनि 7 लाख छोको गाडी पाइन्छ क्या। अब मैले चाहिँ अब मेरो साथीहरू मध्ये चाहिँ सबभन्दा कम गुडे गाडी चाहिँ मैले नै पाएको होला खासमा चाहिँ है। यो गाडी चाहिँ 1,92,000 गुड्या छ र कन्डिसन यति राम्रो छ नि होइन। यत्रो गुड्यो पनि टाइममा सर्भिसिङ हुन्छ, टाइममा रिपेयर भइहाल्छ। नयाँ गाडी अब 1 वर्ष मात्र पुरानो गाडी त रिपेयर भइहाल्छ राम्रोसँग, यिनीहरूले भन्ने बित्तिकै गरिदिइहाल्छ। त्यही भएर सबै राम्रो छ अहिलेसम्म त। हाइब्रिड चल्छ, नयाँले पाउने गाडीमा हाइब्रिड चल्दैन त्यस्तो हो। अनि त्यही हो। अब गएर पार्क गरिदिन्छु अनि भोलि अब कति 6:30 बजे उठेर ड्युटी निस्किन्छ। अनि त्यही हो, भ्याइने भइहाल्छ बोल्दै। अब भिडियो सिडियो बनाउन अलि भ्याउँदैन अब पहिलाको जस्तै 2 हप्तामा एउटा भिडियो आउने हुन्छ होला। अब यो महिनाको टार्गेट पनि कति खाइन्छ अब पछि भिडियो बनाएर देखाइहाल्छु होइन। अब 6 दिन वेस्ट भएको छ। ल क्याम्प चाहिँ आइपुग्यो यतिखेर। अब मैले मोबाइलमा नि हेर्दैछु मैले खिचेको एङ्गल कस्तो आइरहेछ त भनेर। ठिकै आइरहेछ जस्तो छ है। अब हेरेपछि थाहा हुन्छ मैले पनि। अब गाडी चाहिँ कहाँ राख्ने हुन्छ कि, यहाँ गाडी राख्ने नै ठाउँ पाउँदैन क्या। राति सबै गाडी चलाउनेहरू आएको हुन्छ नि त ड्युटी सकाएर। हुन त राति जानेहरू पनि हुन्छ, डबल सिफ्टमा गरेर निस्किनेहरू पनि हुन्छ होला चाहिँ। तर प्याक चाहिँ प्याकै हुन्छ क्या राति। जस मोस्ट अफ द मान्छेहरूको त ड्युटी सक्ने टाइम हो नि त। ल अब यतै हाल्ने होला, यता खाली रहेछ। ह्यान्डल पनि लचक्क घुम्छ यार। अलिकति घुमायो कि फनक्क हुन्छ गाडी। सातो जाने गरी एकदमै स्मुथ छ गाडी।